सबैजनालाई नमस्कार। म कलाकार सञ्चारकर्मी शिशिर भण्डारी। आज हजुरहरू यति बेला चाहिँ नाता सिरियलको भाग 115 आउनुपर्ने हो भनेर हाम्रो युट्युब खोलेर चाहिँ कुरेर बसिरहनु भएको छ। मलाई थाहा छ नाता सिरियलको भाग 115 आउँछ र नाता सिरियलको कथावस्तु अगाडि बढ्छ, थप रोचक कथावस्तु हेर्न पाइन्छ भनेर पर्खेर बस्नुभएको थियो। मलाई थाहा छ अस्तिको नाता सिरियलको अन्त्य पनि एकदमै हुन्छ नि, एकदमै रोचक ठाउँमा गएर भएको थियो। अब के होला भन्ने ठाउँमा गएर भएको थियो। सपनाको खानामा चाहिँ दिदी र चाहिँ शक्तिले चाहिँ जुन औषधि खुवाएर चाहिँ बच्चालाई चाहिँ मार्ने प्रयास गरिरहँदाखेरि सपना लडेकी थिइन् र चाहिँ भागको अन्त्य भएको थियो। अब त्यसपछिको कथावस्तु के होला भनेर हजुर पर्खेर बस्नु भएको थियो, थाहा छ मलाई। तर आज हामीले नाता सिरियल ल्याउन असमर्थ भएका छौँ। आज हामीले नाता सिरियल ल्याउन नसक्ने भएका छौँ। तपाईँहरूले पर्खिरहनु भएको थियो। म क्षमा चाहन्छु, एकदमै माफी चाहन्छु, मनैदेखि हृदयदेखि नै सरी भन्न चाहन्छु सबैजनालाई। र पुरा भिडियो हेर्नुहोस् है, कुरा सुन्नुहोस् ल, के भयो भनेर पनि भन्छु। र चाहिँ अब आज आउने नाता सिरियल कहिले आउँछ भनेर पनि भन्छु ल। आज आउने नाता सिरियल अब भोलि सेम टाइममा 7:30 बजे नै तपाईँहरूमा आउँछ। भोलिको लागि प्रतीक्षा गरेर बस्नु होला। यो 24 घन्टाको प्रतीक्षा चाहिँ हजुरले गर्नुपर्ने भयो। म सरी भन्न चाहन्छु, फेरि क्षमा माग्न चाहन्छु। खासमा चाहिँ आजै नाता सिरियल प्रसारण गर्ने मेरो उद्देश्य थियो, तर जो हाम्रो सिरियल चाहिँ गुङ्गबुको चाहिँ राज कार्की भाइ सम्पादक भाइकोमा एडिटिङ हुन्छ, त्यहाँनिर उहाँको कम्प्युटरमा समस्या आइसकेपछि लास्ट आवरमा हुन्छ नि, ढिलो हुँदै गएर चाहिँ अहिलेसम्म नाता सिरियल आएन। म 9 बजे 9:30 बजे भए पनि हाल्छु भनेर बसिरहेको थिएँ, तर उहाँकोबाट काम सकिएर आएन। त्यसकारण मैले नाता सिरियल तपाईँमा आज अपलोड गर्न सकिनँ, आजलाई ल्याउन सकिनँ। भाग 115 आज हेर्न नपाउनु हुने सबैजनाले, अब आएन भनेपछि कसैले पनि हेर्न पाउनु भएन होइन। अब भोलि चाहिँ बिहिबार है, बुधबार आउने सिरियल बिहिबार 7:30 बजे आउँछ र बिहिबार तपाईँहरूले उत्तिकै माया दिनुहुन्छ भन्ने आशा मैले लिएको छु। म फेरि क्षमा माग्न चाहन्छु। हजुरहरूले भोलि बिहिबार 7:30 बजे यही च्यानलबाट चाहिँ नाता सिरियल हेर्नु होला, माया गरिदिनु होला। र चाहिँ आजलाई चाहिँ सरी भन्न चाहन्छु। भोलि चाहिँ हेरिदिनुहोस् र अर्को बारदेखि चाहिँ फेरि बुधबारै आउँछ, बुधबारै हाल्ने हो। आज चाहिँ एउटा हामीबाट मिस्टेक भयो, हामीले गर्न सकेनौँ। अब यो कम्प्युटरको कुरा पनि भयो मेन त होइन, कम्प्युटरले नै साथ दिएन होइन, समयले साथ दिएन र आज हामीले नाता सिरियल हाल्न सकेनौँ। भोलि आउँछ, प्लिज सबैजनाले हेरिदिनु होला। भने नि मैले सपनाको चाहिँ कथावस्तु के भयो होला, सपना चाहिँ ढलेकी थिइन्, अब उनको पेटको बच्चालाई के हुन्छ होला भन्ने चाहिँ सबैलाई कौतूहलता थियो। सँगै शिशिर र सन्ध्याको चाहिँ पनि मिलन होस् भन्ने चाहना थियो। अब चक्रेले चाहिँ अवरोध खडा गरिरहेको, सन्ध्याको पूर्व श्रीमानले अवरोध खडा गरिरहेको यो कथावस्तु जोडिरहेका थियौँ हामीले। अब आज त्यो कथावस्तुको निरन्तरता हजुरहरूले हेर्न पाउनु भएन। भोलि चाहिँ तपाईँहरूले हेर्न पाउनुहुन्छ, भोलि 7:30 बजे। प्लिज सबैजनाले हेरेर माया गरिदिनु होला। आजको लागि म एक्सट्रिमली सरी भन्न चाहन्छु। नाता